प्रकाश 3 अदय साडिसको मण्डली अनि साडिसको मण्डलीको दूतलाई यो लेखाए यी कुरा परमेश्वरको साथ आत्मा र सातारा हुनेले भन्दछ तिम्रो काम मलाई थाहा छ तिमी जीवित छौ भने नाउ त छ तर तिमीहरू मरेका छौ जागा रहौ र मर्ने लागेका रहल कुराहरूलाई दरिला पारा किनकि मैले तिम्रो काम मेरो परमेश्वरको दृष्टिमा सिधा भएको भेटाएको छैन यसकारण तिमीले जे पायौ र सुन्यौ सो सम्झ त्यसैले कायम राख र पश्चाताप गर यदि तिमी जागा रहेनौ भने त म चोर जसरी आउने छु र कुन बेला आउने छु सो तिमीले थाहा पाउने छैनौ तर साडिसमा कति व्यक्ति छन् जसले आफ्नो लुगा बिटलो पारेको छैन तिनीहरू मसँग सेतो वस्त्र लाएर हिँड्ने छन् किनकि तिनीहरू योग्यका छन् जसले जित्छ त्यसलाई यसरी वस्त्र पहिराइन्छ र म त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिने छैन र म त्यसको नाउँ मेरो पिताको सामुन्ने र उहाँका दूतहरूको सामुन्ने स्वीकार्ने छु जसको कान छ त्यसले सुनोस् है पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ फिलाडेल्फियाको मण्डली अनि फिलाडेल्फियाको मण्डलीको दूतलाई यो लेख यी कुरा त्यसले भन्दछ जो पवित्र छ जो सत्य छ अनि जोसँग दाउदको साँचो छ जसले खोल्छ कसैले थुन्ने छैन र जसले थुन्छ कसैले खोल्ने छैन मलाई थाहा छ तिम्रो काम हेर मैले तिम्रो सामुन्ने ढोका खुला राखिदिएको छु जो कसैले थुन्नु सक्दैन अनि तिमीसँग थोरै शक्ति छ भनी मलाई थाहा छ तापनि तिमीले मेरो वचन पालन गरेका छौ र मेरो नाउँ इन्कार गरेको छैन हेर शैतानको सभा घरको यहुदी भएर नभए तापनि यहुदी हौ भन्ने झुट बोल्नेहरूलाई म आएर तिम्रो चरणमा ढोक्न लाउने छु र तिमीलाई म प्रेम गर्दछु भनी म तिनीहरूलाई बुझाइदिने छु तिमीले धैर्यको मेरो वचन पालन गरेको हुनाले तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउने छु जो पृथ्वीमा बास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउने वाला छ म चाँडै आइरहेको छु तिमीसँग जे छ त्यसलाई पक्रिराख र तिम्रो मुकुट कसैले लिने छैन जसले जित्छ त्यसलाई म मेरो परमेश्वरका मन्दिरको एउटा अष्टम्ब बनाउने छु र ऊ त्यहाँबाट कहिले बाहिर निस्किने छैन म त्यसमा मेरो परमेश्वरको नाउँ लेख्ने छु र मेरो परमेश्वरको सहरका नाउँ लेख्ने छु अर्थात् जेरुसलेम लेख्ने छु जो मेरो परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ अनि म आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्ने छु जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ लाउडिसियाको मण्डली अनि लाउडिसियाको मण्डलीको दूतलाई यो लेख निखुर आमेन विश्वासयोगी र साँचो साक्षी र परमेश्वरका सृष्टिका शासकले भन्दछ मलाई तिम्रो कामहरू थाहा छ तिमी चिसो पनि छैनौ तातो पनि छैनौ चिसो कि तातो भए ता हुने थो किनकि तिमी मन तातो छौ न त चिसो न त तातो यसकारण म तिमीहरूलाई मेरो मुखबाट उखालिदिने छु म धनी छु र मसित धन सम्पत्ति छ र मलाई केही कुरोको खाँचो छैन भने तिमी भन्दछौ तर तिमीलाई थाहा नि छैन कि तिमी दुखी दयनीय दरिद्र अन्धा र अनाङ्ग छौ यसकारण धनी हुनलाई आगोले खरेका सुनका र आफ्नो नग्नताको शरमा ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भनी तिम्रो आँखामा लाउनलाई मलम यी सबै मबाट किने म तिमीलाई सल्लाह दिनेछु जतिलाई म माया गर्छु म तिनीहरूलाई हप्काउँछु र ताराने दिन्छु यसकारण उत्साहित हो पश्चाताप गर हेर म ढोकामा उभिएर ढकढकाउँछु कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यसका भित्र पस्ने छु र त्यससँग भोजन खाने छु र त्यसले मसँग खाने छ जसले जित्छ त्यसलाई म मेरो सिंहासनमा मसित बस्ने दिने छु जसरी म आफैले पनि जितेर मेरो पितासँग उहाँका सिंहासनमा बसेको छु जसको कान छ त्यसले सुनोस् जसको कान छ त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ
भन्नुहुन्छ पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ पवित्र 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 परम प्रभु सर्वशक्तिमान परमेश्वर जो हुनुहुन्थ्यो जो हुनुहुन्छ जो हुन आउनु हुनेछ मेरो पिता पुत्र पवित्र आत्मा